काली पनि आउँदैछ राइडमा, मामा पनि यता हुनुहुन्छ। सबैभन्दा पछाडि चाहिँ म भइछु नि त गाइस। सबैजना आइँदैछ गाइस। दे पकडेर त यसो तर हुन्छ ल मै। हेलो गाइस, अलिकति त्यहाँ केही भयो होला, मैले यसो चलाउँदाखेरि है। तपाईँहरूलाई छङ्गुको भ्यू चाहिँ देखाउन पाएन कि गाइस, तपाईँहरूलाई मैले छङ्गुको भ्यू चाहिँ देखाउन पाइनँ किनकि तपाईँहरूले अहिले चाहिँ मौसम पुरा पात लागेकोले गर्दा, फोक भएकोले गर्दाखेरि नि गाइस छङ्गुको मौसम देखाउन पाएन। तर पनि बाई द ग्रेस अफ गड तपाईँहरूले अलिअलि चाहिँ देख्न पाइराख्नु भएको छ कि गाइस, अलिअलि चाहिँ तपाईँहरूले देख्न पाइराख्नु भएको छ है। अनि यस्तै छ गाइस। दा मेरो पनि यो भिडियो बनाइदिनु न। हेलो क्यामरा छ आउनुहोस् है। एकदम मजा छ, बबाल मजा छ है। अनि अलिक लकी रहेछौँ कि अलिकति छङ्गुको यो पानीहरू पनि देख्न पाइयो। बहुत लकी रहेछौँ कि बिहान झन् बिहानको भित्र दामी छ कि हामीले डाइरेक्ट माथि जानु पर्ने नि त, आज अलिक ढिलो भयो नि त। गाइस एकदम एक्साइटेड छु है, एकदम मजा लागिरहेछ, एकदम इन्ट्रेस्टेड छ होइन। अनि यो यहाँको दाइलाई पनि धेरै धेरै धन्यवाद, यस्तो दुःख गरेर हामीलाई चलाइदिइराख्नु भएको छ, त्यसको नि माया लाग्छ। दादा थ्याङ्क यू भेरी मच है। यताउतिको नजारा तपाईँहरू देखिराख्नु भइरहेको छ, यस्तो दामी छ कि सिक्किम चाहिँ एकदम पिस एन्ड रिक्सी जग्गा हो। यता पछाडि पनि एकचोटि गरिदिनु होला। अनि हुन्छ भयो, राम्रो नगर। ल अब आएको लिनुहोस्। थ्याङ्क यू। ल गाइस, अब याकमा चढेको तपाईँलाई भिडियो पनि देखाइदिइसकिहालेँ है। अब यहाँको चाहिँ छङ्गु लेक छ। यहाँ अगाडि एकजना दिदी जाँदै हुनुहुन्छ। उपर चाहिँ मेरो काली एकदम बिन्दास तरिकाले आइदिँदैछ कि, एकदम दामी तरिकाले आउँदैछ। अलिअलि भ्युजहरू पनि दामी देखिँदैछ पछाडिको हो गाइस। कतिको एक्साइटेड हुनुहुन्छ? हाई भाउजू, कस्तो लाग्यो त यो जग्गा भनिदिनु एक दुई कुरा। हो यहाँ चाहिँ अलिक पानी चाहिँ अहिले हामीले देख्न सकेन कि, यहाँको जुन लेक थियो नि छङ्गु लेक भन्ने चाहिँ त्यो चाहिँ हामीले देख्न सकेन कि गाइस, किनकि यो फोक लागेकोले गर्दा एकदमै डिस्टर्ब भइरहेछ। अघि बिहानको नजारा चाहिँ दामी थियो, तर के गर्नु गाइस, हामीहरू माथि हरभजन सिंह बाबालाई भेट्न जाँदाखेरि ढिलो भइगयो हो। बिहानै बनाउनु पर्ने रहेछ, अलिकति त्यस्तै भइहाल्यो। ए चौरीको चिल्लो पात सिरानी लाउन देऊ, कालीको दाहिने हात